एभ्रिवान सबैजनालाई स्वागत छ मेरो यो युट्युब च्यानलमा। तपाईँहरूले चाहिँ आजको दिनमा पाइथन फर डाटा साइन्सको बारेमा डिप एन्ड ड्राइभ सुरुबाट लास्टसम्मै कसरी गर्नेदेखि लिएर कहाँ कसरी गर्दाखेरिमा चाहिँ हामी एआईकै युज गर्दा पनि हामीले कसरी युज गरियो भने त्यसलाई चाहिँ हामीले फाइदा लुट्न सकिन्छ भन्ने कुराहरू तपाईँले सिक्नुहुनेछ। सुरुबाटै सिकौँ। अब तपाईँहरूलाई भनेर मैले चाहिँ यो एउटा पिडिएफ पनि बनाएको छु। पाइथन बेसिस र नमपाइज पान्डाज यो लाइब्रेरीहरू पनि युज गरिन्छ। म्याथप्लोइड, सिबन, स्क्रिटलन, एमएलहरू, इडिए 10 स्टेपहरू सबै कुराहरू मैले तपाईँहरूलाई भनेर बनाएको छु होइन। यसमा चाहिँ तपाईँहरूले 700+ लाइन अफ कोडहरू पाउनुहुनेछ। 6वटा त मेजर लाइब्रेरीहरू नै छ यसमा। 50वटा भन्दा माथि त तपाईँहरूलाई मैले कन्सेप्ट दिनेछु। तपाईँले इच एन्ड एभ्री एक्सपेक्ट डिप ड्राइभमा बुझ्नुहुनेछ। मैले त्यसैको लागि भनेर बनाएको। तपाईँले सानोदेखि लिएर सानो कुराहरू पनि तपाईँले क्लियर कन्सेप्ट हुनुहुनेछ। र 10वटा इडिएको स्टेपहरू नै छ यसको लागि होइन। र म यो सिलेबस अनुसार नै जानेछु। मलाई कुनै टपिक पनि छुट्ने छैन। तपाईँहरूलाई कुनै टपिक पनि नछुटोस् भनेरै तपाईँहरूलाई त्यही हिसाबले मैले सिलेबस बनाएको छु है। तपाईँले चाहिँ सुरुमा पाइथन बेसिसको बारेमा बुझौँ। सुरुमा अब कतिजनाहरू टेक्निकल फिल्डबाट हुनुहुन्छ, कतिजनाले चाहिँ पाइथनको बारेमा सुनेको हुनुहुन्छ होला। पाइथन भन्ने नसुनेको आजकल कमै हुनुहुन्छ। तर पनि यसको बारेमा के रहेछ त नि भनेर सिक्नको लागि भनेर जिज्ञासा भए पनि नबुझेको मान्छेहरूको लागि पनि यो टोटल्ली बिगिनरको लागि पनि सुइटेबल कोर्स हो है। तपाईँले चाहिँ अब पाइथन बेसिकको बारेमा बुझौँ। सुरुमा भेरिएबल, डाटा टाइप र डाटा कन्भर्जनहरू, फर, वाइल लुपहरू र अल प्याटर्न, स्ट्रिङ, अल मेथड, डिपली यो कुराहरू मैले तपाईँहरूलाई सर र तल लिएर जानेछु। नमपाइज, पान्डाजहरू, म्याथप्लोइड, सिबन, स्क्रिटन, एमएलको लागि एकदम चाहिने कोर्स भनेको चाहिँ तपाईँको स्क्रिटन हो। इडिईहरूको बारेमा पनि बुझ्नुहुनेछ। डाटा लोड कसरी हुनेछ, कोरिलेसन एनालाइसिस, मिसिङ भ्यालुज एनालाइसिस, यो सबै कुराहरू तपाईँहरूलाई मैले सिकाउने छु। अब सुरुमा तपाईँहरूले बुझ्नुपर्ने कुरा के भन्दा पाइथन भनेको के हो त नि। मैले तपाईँहरूलाई सजिलो होला भनेर पनि छ है। भेरिएबल र डाटा टाइपको बारेमा डाटा साइन्सको पहिलो स्टेप भनेकै चाहिँ हाम्रो पाइथन फन्डामेन्टल एकदम डिपली सिकाउने छु मैले तपाईँहरूलाई होइन। भेरिएबल र डाटा टाइप भनेको के हो त नि। अब भेरिएबल भनेको डाटा स्टोर गर्ने एउटा कन्टेनर हो है। पाइथनमा भेरिएबल डिक्लेयर गर्दाखेरिमा टाइप लिनु पर्दैन। तपाईँले पाइथन आफैले बुझ्नेछ त्यसले। जस्तो तपाईँलाई मैले एउटा एक्जाम्पल दिनेछु। तपाईँले एक्स भनेको यो 20 दिनुभयो। 20 दिनुभयो भने C++मा यताउतिमा चाहिँ तपाईँले यो इन्टिजर हो, यो फ्लोट हो, सम्पूर्ण कुराहरू भन्नु पर्थ्यो भने यसमा भन्नु पर्दैन। त्यसले आफै बुझ्नेछ। जस्तो अब तपाईँले यसलाई प्रिन्ट एक्स गर्नुभयो भने यसले आफैले प्रिन्ट दिन्छ। सुरुमा अब यो इन्टिजरमा जानुभन्दा पहिला चाहिँ तपाईँले नर्मल कुराहरू बुझ्नुहोस् है। नर्मल कुराहरू चाहिँ तपाईँले हेलो प्रोग्रामिङ भनेरै बुझाइने गरिन्छ सबै उस फिल्डमा होइन। तपाईँले केही कुरा प्रिन्ट गराउन चाहनुभयो भने नर्मली प्रिन्ट भनेर यसरी प्रिन्ट गर्नुभयो भने त्यो कुरा प्रिन्ट हुन्छ है। र अर्को कुरा भनेको चाहिँ मैले तपाईँहरूलाई यो कुरा भने, यो भनेको तपाईँहरूको के हो भन्नुहुन्छ भने यो भनेको इन्टिजर हो है। INTEGR अलिकति स्पेलिङ भयो। त्यसपछि वाइ भनेको चाहिँ तपाईँको 20.8 भनेर दिउँ न। यो भनेर भनेको चाहिँ तपाईँको फ्लोट हुन्छ। सधैँभरि तपाईँहरूले बुझ्नुपर्ने कुरा भनेको यो भनेको फ्लोट हुन्छ। र तपाईँले अब हेर्दाखेरिमा त फ्लोट कसरी भयो त नि भन्ने कन्फ्युजन पनि हुनसक्छ। अब प्रिन्टमा अब टाइपमा गर्नुभयो भने टाइप एक्सको टाइप के हो त नि, एक्सको टाइप के हो र वाइको टाइप के हो, टाइपबाट थाहा हुन्छ तपाईँलाई यो कुन टाइपको रहेछ, यो कुन टाइपको रहेछ भनेर भन्दाखेरिमा। जस्तो हेर्नु, इन्टिजर यो भनेको पोइन्ट छैन नि त। पोइन्ट छैन भने चाहिँ सिधो भनेको इन्टिजर हुन्छ। र पोइन्ट आइसकेपछि डेसिमल नम्बर आइसकेपछि तपाईँको त्यो नम्बर भनेको चाहिँ तपाईँको फ्लोट हुन्छ। हामीले प्रिन्ट वाइ गर्दाखेरिमा तपाईँको के भनेर आयो भन्दाखेरिमा त्यो भनेको फ्लोट भनेर आयो है। एक्स भनेको इन्टिजर, वाइ भनेको फ्लोट। अब यसै गरी हाम्रो अर्को एकदम उपयोगी चिज पनि छ। त्यो भनेको चाहिँ अब पी भनेको चाहिँ हामीले एउटा ट्रु फल्स, जस्तो कम्प्युटरले चाहिँ तपाईँहरूलाई के बुझ्छ भन्दाखेरिमा तपाईँले कुनै कुरा पनि ट्रु हो भनेर बुझाउनु भयो कम्प्युटरलाई भनेदेखि त्यो भनेको चाहिँ बुलियन हो है। जस्तो यो भनेको चाहिँ क्लास भनेको बुल भनेर आयो हो। अब यसमा जाऊँ। तपाईँहरूले यसमा पनि त्यही भनेको चाहिँ इन्टिजर भनेको 82 होल नम्बर, नेगेटिभ पनि हुन्छ यसमा चाहिँ। यसमा नेगेटिभ पोजिटिभ तपाईँहरूको केही फरक पर्दैन। जस्तो फ्लोटको कुरा आयो, जिपिएको कन्टेक्समा तपाईँहरूले चाहिँ अब जस्तो यसमा तपाईँको मार्क्सको कुरा आउनसक्छ भोलिकन। तपाईँहरूलाई चाहिँ जिपिए भनेर तपाईँलाई चाहिँ अब तपाईँको कति आयो, जस्तो मान्नुहोस् 3.8 जिपिए आयो हो। यो के हो त नि,
यो त तपाईँको फ्लोट हो नि त, यो भनेको नि तपाईँको फ्लोट हो है। त्यसपछि स्ट्रिङको कुराहरू छुट्यो रहेछ है। नेम भनेको राम भन्ने बित्तिकै यो भनेको तपाईँको स्ट्रिङ हुन्छ। प्रिन्ट अब हामीले यसलाई नामलाई प्रिन्ट गरिन्छ, नामलाई प्रिन्ट गर्ने बित्तिकै यो भनेको हाम्रो कहाँ गयो, राम प्रिन्ट भएको छ, राम प्रिन्ट भएको छ। तर यो हाम्रो स्ट्रिङ हो। स्ट्रिङ भनेर कसरी हुन्छ, अहिले मैले भनेको थिएँ टाइपमा तपाईँहरूले कुन टाइप हो भनेर सोध्नुभयो भने यो भनेको हाम्रो स्ट्रिङ भनेर आयो। र अब तपाईँहरूलाई लाग्न सक्छ यो गेपैलाई पनि हामीले तपाईँलाई दुईवटा ब्र्याकेटभित्र दियौँ भनेदेखि यो भनेको हाम्रो स्ट्रिङ भनेर छुट्याउँछ है। यो भित्र आउने जुनै पनि चिज होस्, जस्तो अब तपाईँले राम भनेर दिनुभयो र यत्तिकै राख्नुभयो भने पनि यो फेरि हुँदैन, तपाईँलाई यसलाई इरर देखाउँछ है। यसलाई चाहिँ जहिले पनि हाम्रो दुईवटा ब्र्याकेटभित्र राख्नुपर्छ। ल र यसलाई दिनुभयो भने यो पनि हाम्रो स्ट्रिङ भनेर आउँछ क्या, त्यो भन्नु आउँछ। गेपको हामीले टाइप गरिरहेन नि त, तपाईँले प्रिन्ट गरेपछि नै तपाईँलाई त्यो कुरा थाहा हुन्छ। जिएपी अब यसलाई पनि हाम्रो स्ट्रिङको रूपमा लिन्छ, स्ट्रिङ दुईवटा स्ट्रिङ भनेर आयो नि, त्यही हुन्छ। राम भयो, बुलियन भनेको ट्रु फल्सको कुराहरू, यो ट्रु या फल्स मात्रै हुन्छ, यसमा दुईवटा कुरा हुँदैन। नन टाइप भनेको रिजल्ट भनेको नन भयो, इम्पिटी भ्यालु कुनै पनि छैन भने त्यो हुन्छ। अब जस्तो यसैमा पनि मैले तपाईँहरूलाई राखेको छु, जस्तो नेम भनेको चाहिँ तपाईँको रामबहादुर भनेर भन्यो, त्यो रामबहादुर भन्ने बित्तिकै स्ट्रिङ, अहिले मैले राम मात्रै भनेर राखेर तपाईँहरूलाई सिकाएको थिएँ स्ट्रिङ हुन्छ भनेर, हो त्यही नै हो। जस्तो अब यसमा चाहिँ के आउँछ भन्दा एज भनेको 22 भन्ने बित्तिकै यो इन्टिजर डिसिमल नम्बर छैन नि त हाम्रो यसमा होइन। हाइट भनेको 5.75, पोइन्टको कुरा आयो, पोइन्टको कुरा हामीले अघि के लेखिएको थियो, 3.8 को कुरा लेखिएको थियो अनि 20.8 को कुरा लेखिएको थियो, त्यो भनेको फ्लोट आउँछ। इज स्टुडेन्ट भनेको चाहिँ ट्रु, यदि ट्रु फल्सको कुरा आयो भने त्यो बोलेनको कुरा आउँछ। जस्तो यो कुराहरू पछि गर्दै गएपछि तपाईँहरूले अझै बुझ्नुहुन्छ बोलेनको कन्सेप्टहरू। अहिले भन्दा नि तपाईँले फोन नम्बरको कुरा आयो, फोन नम्बर कुन टाइप हो भन्दा नन हो, यो नन भन्ने टाइप पनि हुन्छ है। तपाईँलाई चाहिँ यसलाई चाहिँ केही पनि होइन भन्ने कन्सेप्टमा चाहिँ तपाईँलाई नन भन्ने आउँछ। टाइपको कन्भर्जन मैले भर्खर तपाईँहरूलाई नि बुझाएँ होइन। इन्टिजरलाई फ्लोटमा लैजान पऱ्यो भने जस्तो अब यो 20.8 छ, यसैलाई तपाईँलाई मन लाग्यो कि मलाई फ्लोटमा होइन, मलाई यसलाई इन्टिजरमा चाहियो, इन्टिजरमा चाहियो भन्ने बित्तिकै तपाईँहरूले चाहिँ जेड तपाईँ नर्मल्ली तपाईँले प्रिन्ट गर्नुहोस् होइन। मलाई यो फ्लोटलाई इन्टिजरमा लैजानु छ, वाइ लैजानुहोस्। त्यसपछि यो 20.8 मैले यो माथिको प्रिन्ट गरेको छैन है, माथिलाई मैले कमेन्ट गर्थेँ, मैले तलको प्रिन्ट गर्दाखेरिमा तपाईँको 20 भनेर आएको छ। हो यो 20.8बाट 20 गयो अनि 0.8 हटेर 20 मात्रै आयो र यो चाहिँ हाम्रो यसरी भएको छ है। र अर्को कुरा के छ भन्दाखेरिमा अब हामीले चाहिँ यो टाइपको कुराहरू मैले बुझाएँ तपाईँहरूलाई होइन। एक्स इक्वल टु वाइ इक्वल टु यो मल्टिपल एसाइनमेन्टको कुराहरू आउँछ। जस्तो 2-3टा कुराहरूमा तपाईँहरूलाई मैले यसलाई चाहिँ एकचोटि कमेन्ट गरिदिएँ है, यसलाई नि कमेन्ट गरिदिएँ, तपाईँहरूलाई मैले बुझाउने छु। र जस्तो तपाईँले एक्स इक्वल टु वाइ इक्वल टु जेड इक्वल टु आर इक्वल टु भनेर टोटल्ली 30 सबैको भ्यालु के छ भन्दा 30 छ। यसमा तपाईँले प्रिन्ट जेड गऱ्यो भने 30 आउँछ, तपाईँले यसमा प्रिन्ट वाइ गरे पनि 30 आउँछ, जे गर्नुभयो भने पनि तपाईँको 30 आउँछ। र अर्को कुरा पनि हुन्छ हामीसँग एक्स कमा वाइ कमा जेड कमा आरै भनौँ न, आर इक्वल टु तपाईँले 30 मात्रै दिन नि पाउनुभयो, 40 50 कमा 60 तपाईँले यो हिसाबले पनि तपाईँले प्रिन्ट गर्न सक्नुहुनेछ। तपाईँले जेड भनेर प्रिन्ट गर्नुभयो भने तपाईँहरूले अब भन्नुहोस् तपाईँहरूको भ्यालु के आउँछ। हो योलाई मैले एकछिन हटाइदिएँ नै, हटाइदिएँ भने सुरुको के छ, मैले जेड प्रिन्ट गरेको थिएँ, जेड प्रिन्ट गर्दाखेरिमा तपाईँको 50 आएछ, 1 2 3 3 नम्बरमा छ, 1 2 3 3 नम्बरमा छ, यसरी 50 आयो। र अब तपाईँले इक्वल टु राखेर
ओभरअल्ली एउटै छ भने इक्वल टु राख्न सक्नुहुन्छ। नर्मली चाहिँ तपाईँले यसरी पनि गर्न सक्नुहुन्छ है त। र यही कुरा भनेको छ यसमा बीकमा स्वाप नर्मल कुराहरू स्वाप गर्नु पऱ्यो। जस्तो मान्नुहोस् तपाईँलाई ए कमा बी इजिकल टु 10,20 भनेको छ र बी कमा ए भनेको नर्मली यही नै हो। जस्तो ए कमा बी इजिकल टु बी कमा ए गरिदिनुहोस्। अब प्रिन्ट तपाईँ प्रिन्ट अब हेर्नुहोस् है, मेन कुरा के बुझ्नुहोस् भन्दाखेरि अब हाम्रो यहाँ प्रिन्ट ए कमा बी हो, यो चेन्ज भयो नि त हाम्रो ए कमा बी। एउटा कुरा के भयो भन्नुहुन्छ भने तपाईँले ए कमा बी गर्दाखेरि 10,20 थियो, अब हाम्रो कन्टेक्स्टमा के आयो 20,10 आयो, यो चेन्ज भयो, स्वाप भयो कि। अब यसलाई चाहिँ हामीले नर्मली भन्नु पर्दाखेरि के भनिन्छ भन्दाखेरिमा स्वाप भेरिएबल भनेर भनिन्छ। यो कन्सेप्ट सजिलो छ। टाइप कन्भर्जनको कुरा मैले अहिले भर्खर पनि भने र अब पनि तपाईँहरूले चाहिँ एक टाइपबाट अर्को टाइपमा कन्भर्ट गर्ने टाइप फङ्सन युज गरिन्छ है। जस्तो तपाईँहरूलाई चाहिँ अब यसको लागि म छुट्टै लिन्छु है। अब तपाईँले सर्टकट की पनि युज गर्न सक्नुहुन्छ। अल्ट र इन्टर गर्नुभयो भने नयाँ आउँछ है। र अब मेन कुरा भनेको चाहिँ अब हाम्रो के छ, स्ट्रिङदेखि इन्टिजरमा चेन्ज गर्ने। मैले अहिले भर्खर पनि भनेको छु, फेरि पनि एउटा एक हिसाबको स्लाइडको हिसाबले जाँदाखेरिमा रिभाइज होस् भनेर पनि तपाईँहरूले यो हिसाबले चलाउँ है त। एजको स्ट्रिङ है त, एज स्ट्रिङ भनेको 22 र के गरे भन्दाखेरिमा एज इन्टिजर भने हो। मैले अहिले जुन हिसाबले गरेको थिएँ, अब एज आइएनटी इन्टिजर भनेको चाहिँ तपाईँको यसलाई चाहिँ अब सुरुमा हाम्रो यो ब्राकेटभित्र राखिन्छ, स्ट्रिङ छ नि त, हाम्रो स्ट्रिङ छ। अब चाहिँ हाम्रो चेन्ज भएर यो केमा जान्छ, इन्टिजरमा जान्छ। यो एज एसटिआर एज स्ट्रिङ केलाई चेन्ज गरियो त्यसलाई गरियो। अब हामीले प्रिन्ट एज इन्टिजर भिजुअल स्टुडियोमा यो सजिलो छ है। अब 22 भनेर आयो, सुरुमा यो स्ट्रिङ थियो। नर्मली तपाईँले यत्तिकै प्रिन्ट एज 22 त प्रिन्ट हुन्छ, तर पनि यसको टाइप के हो भनेर बुझ्नुभयो भने यो चाहिँ स्ट्रिङकै टाइपमा हुन्छ कि। यहाँसम्म तपाईँको टाइप यो स्ट्रिङमा छ, किनकि है यो स्ट्रिङमा छ। तर यहाँ तल जाने बित्तिकै तपाईँको चाहिँ यो टाइप केमा भयो भन्दामा टाइप चाहिँ इन्टिजरमा भयो है। हो, क्लास माथि स्ट्रिङमा छ, तल गइसकेपछि यो इन्टिजरमा गयो। यति कुरा बुझिन्छ नि है। त्यसपछि अब भनेको मेन कुरा हो। यसले एउटा कुरा के भने भन्दाखेरिमा तपाईँले माथिको कुरा र तलको कुरा चेन्ज किन। अब जस्तो तपाईँलाई अब अहिलेसम्म त नर्मल्ली लागिरहेको होला 22 हुने छ, तर भोलि बिहान तपाईँले अब यसलाई प्लस गर्नु पऱ्यो नि त। 22 छ, अब तपाईँले यसलाई प्रिन्ट एज स्ट्रिङ +1 गर्नुहोस्, प्लस हुँदैन। यसलाई रन गर्दाखेरिमा हाम्रो यहाँ इरर देखाइदिन्छ, किनकि हाम्रो यो स्ट्रिङमा छ। यसलाई इन्टिजरमा लग्नुपर्छ हो। अब हामीले यसलाई के गरियो, यहाँ माथि चाहिँ यो स्ट्रिङमा छ भन्ने मात्रै बुझियो। त्यसपछि यो टाइप भयो, इन्टिजरमा लगियो। इन्टिजरमा लग्ने बित्तिकै अब यसलाई चाहिँ हामीले यहाँ +1 गरियो भने अब यसले बुझ्छ कि यो +23 भयो नि त। माथिको स्ट्रिङमा छ, स्ट्रिङमा चाहिँ हाम्रो +1 भएन। अब इन्टिजरमा लग्ने बित्तिकै यो +1 भयो, +1 हुने बित्तिकै यो 22 + 1 23 भयो है। र अर्को कुरा आउँछ यहाँ स्कोरको कुरा आउँछ। स्कोर भन्ने बित्तिकै तपाईँलाई त्यही कुरा हो। जस्तो यो स्कोर भनेको 95 छ, म्यासेज चाहिँ अब स्कोर भनेको अब जस्तो 95 भयो, म्यासेज भनेको स्कोर। रुक्नु है, तपाईँहरूलाई मैले एउटा कुरा के पनि बुझाउँछु भन्दाखेरिमा सिआरई स्कोर भनेको तपाईँको 95 छ मानौँ है। नभए तपाईँलाई अहिले म युजरबाट इनपुट लिन पनि सिकाउँछु, त्यो कन्टेक्स्ट आउनै छ। त्यसपछि म्यासेज स्कोर प्लस हो,
यसमा के भयो त, यसमा एउटा कुरा के भयो भन्नुहुन्छ भने तपाईँले यो स्कोर 95 इन्टिजरमा राखियो र तपाईँले चाहिँ यो पुरैलाई प्रिन्ट गर्न खोज्नुहुन्थ्यो यदि भनेदेखि यो प्रिन्ट हुन्थेन। अब तपाईँले यहाँ स्कोर मात्रै राख्नुहुन्थ्यो भने यसमा इरर देखाइहाल्छ, किनकि एउटै भेरिएबल भएन, यो बिचको स्कोर भनेको इन्टिजरमा छ हो। त्यसको लागि चाहिँ हामीले यहाँ गएर चेन्ज गर्नु पर्यो। अब हामीले स्ट्रिङमा चेन्ज गरिदिनुहोस्, त्यसपछि लाएर अब चाहिँ तपाईँले प्रिन्ट गर्नुभयो भने यो 95 चाहिँ के छ भन्दाखेरि यसमा चाहिँ स्ट्रिङमै छ क्या यो हो। र अबको कुरा के आउँछ भन्दाखेरिमा फ्लोटको कन्सेप्ट पनि त्यही नै हो। फ्लोटलाई अब हामीले स्ट्रिङमा, अब कुनै पनि स्ट्रिङ भेरिएबल यो दुईवटा ब्राकेटभित्र छ भनेदेखि यो हाम्रो स्ट्रिङमा हुन्छ त्यो। र अर्को कुरा के हुन्छ भन्दा प्रिन्ट बोलियनभित्र छ भनेदेखि त्यो भनेको फल्स ट्रु र फल्स इम्प्टी स्ट्रिङहरू, यो बोलियनको कन्सेप्ट पनि मैले अहिले तपाईँलाई भनि पनि सकेँ है। अब हामी जान्छौँ स्ट्रिङमा, जान्छौँ कम्प्लिटली डिप ड्राइभ गर्छौँ है। सिक्वेन्स अफ क्यारेक्टर डाटा साइन्समा टेक्स्ट ह्यान्डल गर्न स्ट्रिङ मेथड एकदम इम्पोर्टेन्ट छ है। एकदम इम्पोर्टेन्टली तपाईँहरूले चाहिँ स्ट्रिङको कुराहरू बुझ्नुपर्ने हुन्छ, एकदमै काम लाग्नेवाला छ। तपाईँहरूले चाहिँ अब नमस्ते नेपाल डाटा साइन्स सिकाउँछु भनेर चाहिँ एउटा भेरिएबल दिनुभयो क्या, नर्मल्ली पनि तपाईँहरूले दिनुभयो होइन हो। अब चाहिँ तपाईँहरूलाई जस्तो मान्नुहोस् मैले यहाँ तलैपट्टि दिएँ, अब एस भनेको एउटा भेरिएबल दिएँ। एस भनेको भेरिएबलमा वेलकम टु डाटा साइन्स च्यानल है, वेलकम टु डाटा साइन्स भनेर दियौँ है, वेलकम टु डाटा साइन्स भनेर दियौँ। अब त्यसपछि तपाईँहरूलाई के गर्नुपर्छ भन्दा यसको लेन्थ टोटल क्यारेक्टर कति छ त, प्रिन्ट एसको यसको टोटल क्यारेक्टर कति छ, अब यसमा एक गन्छ क्या। अब यसले वेलकम डब्लु 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 भनेर यसले चाहिँ ठ्याक्क 24 रहेछ है। यो स्पेस गर्दाखेरिमा अलि 1 2 3 4 यो टोटल लेन्थ चाहिँ यसको कति छ भन्दाखेरिमा 24 त्यसरी गन्छ यसले, एक गन्छ है। तपाईँहरूलाई अब अर्को के छ भन्दाखेरिमा तपाईँको चाहिँ यसको भित्रको इन्डेक्स अनुसारले तपाईँहरूले जान्छ है। जस्तो प्रिन्ट, अब प्रिन्टभित्र एसको भित्र गइन्छ नि त हामी, एसको भित्र जाँदाखेरिमा कुन इन्डेक्स, अब सुरुमा 0बाट सुरु हुन्छ है, तपाईँको 0बाट सुरु हुन्छ। 0 भन्ने बित्तिकै तपाईँको डब्लु आयो, डब्लु भन्ने बित्तिकै 0बाट अब लास्टमा जाँदाखेरिमा लास्टमा कति आयो होला त, अब तपाईँले 25 दिनुभयो भने 23 दिनुभयो भने तपाईँको चाहिँ ई भनेर आयो नि त। यो 24वटा क्यारेक्टर छ हाम्रो, 0बाट सुरु भइसकेपछि 24वटा क्यारेक्टर छ। अब तपाईँले चाहिँ 24वटा क्यारेक्टर हुँदाखेरिमा तपाईँ लास्ट त तपाईँको स्पेसलाई गनिरहेछ, तपाईँले चाहिँ लास्टको 22 दिनुभयो भने तपाईँको चाहिँ ई भनेर प्रिन्ट भयो है। अहिले किन प्रिन्ट भएको थिएन भन्दाखेरिमा स्पेसलाई गनिरहेको थियो, हामीले 24 दिएको थियौँ, त्यतिखेर चाहिँ स्पेस भनेर गर्ने थियो। अब प्रिन्ट नर्मल्ली पनि हेर्नुहोस्, तपाईँहरूलाई अब यसको भित्र जानु छ नि त, हामीलाई यसको भित्र जानु छ र तपाईँलाई चाहियो 20को चाहियो, 20को नहुनु अब तपाईँलाई नजिकै 3को गर्न पनि सक्नुहुन्छ। 3को गर्नुभयो भने WEL 0 1 2 3 3भित्र त्यसरी डब्लु आयो, यसले इन्डेक्स भनेर त्यसरी बुझ्छ है त। लास्ट क्यारेक्टरको कुरा गर्दाखेरिमा लास्ट क्यारेक्टरको चाहिँ तपाईँलाई -1बाट गन्छ है, -1 पछाडिबाट आउँदाखेरिमा -1 भएर आउँछ, -1 भएर आयो। तपाईँको चाहिँ कसरी आयो भन्दाखेरि -1 भनेको तपाईँको यहाँ स्पेस छ नि त, हो स्पेसलाई लियो। अब तपाईँले -1 भन्दाखेरि तपाईँ झुक्किनु भयो अब है, तपाईँलाई अब यहाँ ईलाई लियो नि त, लास्टको ईलाई लियो। अब तपाईँलाई -1 2 3 4 5 6 7 चाहियो। पछाडिबाट आउँदाखेरिमा चाहिँ -1 -2 -3 गर्दै गर्दै -22सम्म आउँछ है, त्यसरी आउँछ, उल्टो आउँछ। तपाईँले यहाँ एस चाहिएको थियो नि त, एस आयो ठ्याक्क है, -7 आयो। ल यो कुरा त बुझ्नुभयो तपाईँहरूले। अब तपाईँहरूले स्टेप र स्लाइसिङको कुराहरू बुझ्नुहुनेछ। स्लाइसिङको कुराहरू कस्तो हुन्छ भन्नुहुन्छ भने जस्तो प्रिन्ट गर्नुभयो है, जस्तो प्रिन्ट गर्नुभयो। अब एसको भित्र छौँ हामी, एसको भित्र छौँ। सुरुमा अब हामीले यो गऱ्यौँ -1 गऱ्यौँ,
भनेको के हो, अब एकको स्टेपमा हाम्रो ब्याक आइरहेको क्या, टोटल्ली ब्याक भयो। साइन्स इसी यो पुरै अपोजिट उल्टोबाट आयो नि त, रिभर्स भयो टोटल्ली। डब्लुएल वेलकम। र यो सुरुको अक्षर के हो भन्दामा कहाँबाट सुरु गर्ने त नि, जस्तो तपाईँलाई अहिले त सुरुबाट सुरु गर्यो, केही पनि छोड्नु भयो भने तपाईँको सुरुबाट सुरु हुन्छ। र तपाईँलाई 0 1 2 3 4 5 5बाट सुरु गर्नु पऱ्यो भने यहाँ 5 राखिदिनुहोस्, 5 राखिदिनुहोस्। कहाँ गएर खत्तम हुने, स्टार्ट स्टप। यो भनेको चाहिँ कस्तो हो भन्दाखेरिमा तपाईँलाई म एउटा कुरा के लेखिदिन्छु भन्दाखेरि स्लाइसिङ, स्लाइसिङ स्टार्ट पोइन्ट एन्ड पोइन्ट। र अर्को कुरा आउँछ स्टेपको कुरा आउँछ। तपाईँले यहाँ स्टेपको कुरा गर्नुभयो, स्टार्ट स्टप अनि इन्ड स्टेप, कति स्टेप छ त हो, त्यसरी नै तपाईँको प्रिन्ट हुन्छ। तपाईँलाई अब यहाँ एसको भित्र जानु पऱ्यो, एसको भित्र जानु पऱ्यो। तपाईँलाई तपाईँ सुरु कहाँबाट गर्नुहुन्छ, 4बाट गर्नुहुन्छ, 4बाट गर्नुहुन्छ 8सम्म जानुहुन्छ, अनि स्टेप कति गर्नुहुन्छ, 2को स्टेप गर्नुहुन्छ भन्दै तपाईँको त्यही हिसाबले प्रिन्ट हुन्छ। ओइ भनेर आयो, 4बाट सुरु भयो नि त, 0 1 2 3 4 हो, यहाँबाट सुरु भयो। र 8 भन्ने चाहिँ 7मा गएर रोकिन्छ, 7 यसमा गएर रोकिन्छ है त। रिभर्सको कुरा नि भने मैले तपाईँलाई। अब आउनुहोस् तपाईँहरू टेस्ट भनेको अब हेलो वर्ल्ड तपाईँहरूले अब के बुझ्नुहुन्छ भन्दाखेरिमा अप्पर केस र लोवर केसको बारेमा बुझिन्छ है, अप्पर केस र लोवर केसको बारेमा। लोवर अप्पर जस्तो अब हामीले चाहिँ अब यसलाई पनि मैले एउटा नयाँ बनाइदिएँ, नयाँ बनाइसकेपछि भेरिएबलको नाम टेस्ट जुन दिने हुन्छ, तपाईँहरूले चाहिँ यसमा हेलो वर्ल्ड बनाइदिनुहोस् है, स्पेसै दिनु न बिचमा दिनुभयो। अब चाहिँ हामीले प्रिन्ट के गरिन्छ भन्दाखेरिमा यो टेस्टको भित्र जानु पर्यो, कुनै पनि उसको भित्र जाँदाखेरिमा सरी है, तपाईँले अप्पर केस भनेर गर्नुभयो भने अप्पर भनेको जहिले पनि फङ्सन हो कि यो दुईवटा कम ब्राकेट हुने बित्तिकै तपाईँले एउटा कुरो बुझ्नुहोस्, यो यतिकै नर्मल राखिँदैन, यो राख्नुको मेन रिजन भनेको यो एउटा फङ्सन हो, यसको केही काम हुन्छ। त्यसरी यो हेलो वर्ल्ड भन्ने बित्तिकै तपाईँको सर्लक्कै सबै हेलो वर्ल्डलाई नै तपाईँको चाहिँ क्यापिटल लेटरमा डिनोट गर्यो है। अब तपाईँलाई त्यसरी नै प्रिन्ट गर्नु पऱ्यो, प्रिन्ट गर्नु पऱ्यो टेस्टलाई लोवर केसमा लैजा भनेर भन्यो, लोवरमा लैजा भनेर भन्यो, फङ्सन बनाएर छोडिदियो। त्यसपछि सबै सर्लक्कै तपाईँको लोवरमा आयो। यदि तपाईँको यो क्यापिटल, अब जस्तो मान्नुहोस् तपाईँको एच क्यापिटल छ भने पनि तपाईँको यहाँ जाँदाखेरिमा चाहिँ स्मल लेटरमा हुन्छ। अहिले त तपाईँको सबै जस्ता त्यस्तै थियो, तपाईँले खासै फरक पाउनु भएन होइन। तर अब चाहिँ तपाईँले फरक के पाउनु भन्दा क्यापिटल छ नि त, तपाईँको यहाँ डी क्यापिटल भयो भने पनि लोवर गर्दाखेरिमा सबै स्मल छ, सबै स्मलमा चेन्ज भयो त, त्यसरी बुझ्नुहोस् है। अब भनेको चाहिँ तपाईँको डट टाइटल गर्नु पऱ्यो। जस्तो तपाईँले टाइटल भनेर गर्नुभयो भने त्यसमा चाहिँ के हुन्छ भन्दाखेरिमा टाइटलमा जस्तो अगाडिको फर्स्ट लेटर चाहिँ क्यापिटल हुन्छ। अब जस्तो यहाँ गरेर हेरौँ है, तपाईँको यो अस्तव्यस्त छ, लास्टको क्यापिटल डी छ, तर त्यो हुनुपर्ने क्यापिटल लेटर चाहिँ डब्लु चाहिँ क्यापिटल छैन नि त। अब तपाईँलाई के हुन्छ भन्दाखेरिमा टिएसटी टेस्ट डट टाइटल फङ्सन युज गरौँ है हामीले। टाइटल फङ्सन युज गरिसकेपछि हो एच र डब्लु क्यापिटल भयो, बाँकी चाहिँ तपाईँको स्मल लेटरमै भयो है। अब यो पनि बुझ्नुभयो तपाईँले, टाइटल भनेको बुझ्नुभयो, लोवर केस अप्पर केस पनि बुझ्नुभयो है, टाइटल केस बुझ्नुभयो तपाईँले, यसमा चाहिँ लोवरको फङ्सन पनि बुझ्नुभयो नि है। अब यो पनि हाम्रो अप्पर। कमेन्ट गर्न चाहिँ नबिर्सिनुहोस् है, तपाईँले कमेन्ट गर्नुभयो भने भोलि तपाईँलाई नै मैले के गर्दैछु कोडमा कमेन्ट गर्नु भनेको एकदमै राम्रो बानी हो। अब हाम्रो के छ क्यापिटलाइजेसन, क्यापिटल गर्ने भनेर भनेको टाइटल गर्दाखेरिमा एउटा कुरो के हुन्छ भन्दाखेरिमा जस्तो हाम्रो हेलो पछाडि पनि डब्लुलाई पनि क्यापिटल गरायो होइन, तर त्यस्तो हुँदैन फेरि त्यो क्यापिटलाइज गर्दाखेरिमा। प्रिन्ट गर्दाखेरिमा टेस्टलाई हो नि त हामीले गर्ने, टेस्ट डट क्यापिटलाइज हो, क्यापिटलाइज गर्नु यो पनि एउटा फङ्सन हो। हेलो एच मात्रै क्यापिटल भयो नि त, बाँकी तलको डब्लु चाहिँ क्यापिटल भएन। यो भनेको हाम्रो कुन केस हो भन्दाखेरिमा क्यापिटलाइजेसनको, क्यापिटलाइजेसन केस हो है। र अर्को आउँछ स्वाप केसेस भन्ने आउँछ। तपाईँको के आयो भन्दाखेरिमा स्वाप केस भन्ने आउँछ, यो पनि एउटा राम्रै कुरा छ है। यसमा चाहिँ के हुन्छ भन्दाखेरिमा तपाईँको सर्लक्क सबै क्यापिटल उसमा छ। मान्नुहोस् तपाईँको चाहिँ अब यो हेर्दाखेरिमा
तपाईँको अस्तव्यस्त छैन कि तपाईँको चाहिँ मिलेको छ कि भन्नुहोस्। WRLD ओल्ड छ। तपाईँले के गर्नुभयो भन्दाखेरिमा प्रिन्ट गर्नुभयो टेस्ट गर्नुभयो, सरी यो प्रिन्ट गर्नुभयो अनि टेक्स्ट डट स्वाप केसेस भनेर आयो। स्वाप केसेस भनेर यो फङ्सन गर्नुभयो भने तपाईँले एउटा कुरो के भन्नुहुन्छ भने यदि सबै क्यापिटल छ भने सबै स्मल भयो। अब सेम केसमा है, अब एउटा कुरा तपाईँलाई म यसैलाई तल लान्छु होइन। अब अहिलेसम्म त हाम्रो यो भयो नि त। अब हाम्रो प्रिन्ट डट टेस्ट डट स्वाप केस, अब स्वाप केस गर्नु भने सबै स्मल लेटरमा जान्छ फेरि। अब किनकि यो लाइनसम्म हाम्रो क्यापिटल भयो, यसले क्यापिटल गरायो। अब यहाँ गइसकेपछि के भयो भन्दाखेरि तपाईँको त्यो त्यही लाइनलाई फेरि अब क्यापिटल लेटरमा छ भने स्मलमा चाहिँ क्यापिटलमा लानु पऱ्यो नि त। त्यसरी तपाईँको स्मलमा गयो है। मैले भनेकै थिएँ तपाईँलाई कुनै टपिक सानोदेखि सानो कन्टेक्स्ट पनि तपाईँले चाहिँ छुटाउनु हुने छैन। तपाईँलाई एकदमै फाइदा हुनेछ यो भिडियो चाहिँ, छुट्याउँदै नछुटाउनु होला है। अब तपाईँहरूलाई चाहिँ मैले सर्च मेथडको बारेमा पनि भन्नेछु। सर्च मेथडको बारेमा अब हामीले सिक्नेछौँ। जस्तो पहिला चाहिँ अब हामीले नर्मल्ली अब यसमा चाहिँ एउटा सर्च मेथडको बारेमा सिक्छौँ। त्यही भएर कमेन्टमा नि सर्च मेथड भनेर राखौँ है। सर्च मेथड भनेर राखौँ। सर्च मेथड भनेर राखिसकेपछि अब तपाईँको यहाँ गएर के भयो भन्दाखेरिमा कुनै एउटा भेरिएबलको नाम दिनुहोस्। जस्तै टेस्ट थियो, तपाईँको चाहिँ ओड भनेर छ भने ओड भनेर माई वेलकम टु, सजिलो भनेकै तपाईँहरूलाई चाहिँ के हुन्छ भन्दाखेरिमा वेलकम टु पाइथन प्रोग्रामिङ भनेर दिनुहोस् न। पाइथन प्रोग्रामिङ नभए चाहिँ डाटा साइन्स पाइथन प्रोग्रामिङ नै दिनुहोस्, तपाईँलाई सजिलो हुन्छ। GRAMMING है, पाइथन प्रोग्रामिङ भनेर दियो। वेलकम टु पाइथन प्रोग्रामिङ भन्नु थियो है। त्यसपछि अब हाम्रो चाहिँ सर्च गर्दाखेरिमा फाइन्ड गर्नु पऱ्यो। जस्तो तपाईँहरूलाई कुनै कन्टेक्स्ट फाइन्ड गर्नु पऱ्यो। जस्तो अब तपाईँले प्रिन्ट गर्नुहुन्छ, प्रिन्ट गरिसकेपछि ओडको भित्र तपाईँ जानुहुन्छ, फाइन्ड गर्नुहुन्छ। तपाईँलाई के फाइन्ड गर्नुपर्ने छ? तपाईँलाई फाइन्ड गर्नुपर्ने छ टु फाइन्ड गर्नुपर्ने छ। मलाई चाहिँ अब अहिले पो तपाईँलाई वेलकम टु पाइथन प्रोग्रामिङ भन्ने मात्रै छ त नि। तपाईँलाई भोलि बिहान ठुलो एकदम डाटा सेटमा चाहिँ तपाईँले सानो कुराहरू फाइन्ड गर्नु पऱ्यो भने तपाईँले नर्मल्ली फाइन्ड गर्नुहुन्छ नि त हो। तपाईँहरूको कहाँ रहेछ भन्दाखेरि इन्डेक्सको हिसाबले यसले भन्ने छ क्या तपाईँलाई। 8 नम्बरमा छ 0 1 2 3 4 है, 0 1 2 3 4 5 6 7 पछाडि 8 नम्बरमा हाम्रो यो 2 छ भनेर चाहिँ भन्यो है। यो 2 भनेर तपाईँले त जे दिए पनि 2 पाइथन भनेर दिए पनि तपाईँहरूको सुरुमा त पत्ता लाग्यो कहाँबाट लाग्यो, 8 बाट उताको छ नि त। 8 नम्बरमा छ भनेर हाम्रो चाहिँ ठ्याक्क त्यसरी भनिदिन्छ है। हामीलाई इन्डेक्स नै हो नि त खास थाहा पाउनु पर्ने। अनि अब हामीले चाहिँ जस्तो तपाईँलाई सानो एउटा एम पत्ता लगाउनु पऱ्यो भने फर्स्टमा जुन आयो त्यसैलाई भन्ने छ। जस्तो अब हाम्रो एम त सुरुमा त यहाँ छ 5 नम्बरमा 0 1 2 3 4 5 5मा छ। अब हाम्रो जीलाई भन्यो भने जी चाहिँ रिपिट भएन नि त, जी हाम्रो वहाँ गएर राखेको छ। त्यही भएर 21 नम्बरमा हो, यहाँ नम्बरमा गएर चाहिँ जी भन्ने चाहिँ हाम्रो पत्ता लाग्यो है त। यो पनि हाम्रो के रह्यो भन्दाखेरिमा फाइन्ड मोडुल है, फाइन्ड फङ्सन हो। यो पनि फङ्सन हो कि। तपाईँले एउटा कुरो के बुझ्नुहोस् भन्दा दुईवटा ब्राकेटभित्र यसरी कुनै पनि चिजलाई राखेको छ भने त्यसले चाहिँ त्यो भनेको चाहिँ एउटा फङ्सन डिफाइन गर्छ भनेर तपाईँले चाहिँ यो बुझ्नुपर्छ है। र अब हामीले यहाँसम्म बुझियो। अब काउन्ट गर्नु पऱ्यो त्यो कतिचोटि रिपिट भएको त नि। तपाईँको अब जस्तो प्रिन्ट गर्नु अब तपाईँहरूलाई चाहिन्छ ओड भन्ने छ हामीसँग, ओड डट काउन्ट भन्ने। काउन्ट पनि एउटा फङ्सन हो, त्यही भएर फङ्सनभित्र। र तपाईँलाई फङ्सनभित्र चाहिँ तपाईँलाई के चाहिरहेछ भन्दाखेरिमा WA चाहियो। हामीसँग ए छ कि नै? ए छ, तर कतिवटा छ त नि ए? हामीसँग ए चाहिँ एउटा मात्रै छ। ए चाहिँ हाम्रो काउन्ट फङ्सन है। जस्तै केसमा तपाईँहरूलाई चाहिँ ओड भनेर दियो, ओड भनेर तपाईँहरूले चाहिँ ओड डट COUNT काउन्ट गर्नुभयो। काउन्ट गरिसकेपछि तपाईँहरूलाई एकदमै रिपिट भएको यसमा कुन छ भन्दाखेरिमा पी पनि दुईचोटि रिपिट भएको छ। एमलाई राखौँ न, तपाईँले स्ट्रिङलाई जहिले पनि उसमै राख्नुहोस् है।
तपाईँको एम कतिचोटि रिपिट भएको रहेछ 1 2 3 3चोटि रिपिट भएको छ। हाम्रो यहाँ एन्सर पनि के आयो 3 आयो है। अनि सर्च मोडल पनि अब तपाईँहरूले बुझ्नुभयो होला है। सर्च मोडल पनि बुझियो नि है। बुझिएन भने पनि कमेन्ट गर्न सक्नुहुन्छ। तपाईँले त्यही हिसाबले मैले फेरि तपाईँलाई बुझाउने छु, कमेन्टमै पनि बुझाउने छु र तपाईँहरूको लागि छुट्टै भिडियो बनाएर पनि अझै डिप ड्राइभ गराएर तपाईँलाई मैले बुझाउने छु। र एउटा कुरा के हुन्छ भन्दाखेरिमा अब हामीसँग के आयो भन्दाखेरिमा तपाईँलाई यो अहिलेसम्म तपाईँहरूले बुलियनको खासै युज छ कि छैन भने जस्तो पनि बुझ्नु भएको थियो होला है। प्रिन्ट जस्तो तपाईँहरूलाई के बुझ्न मन लाग्यो भन्दा यसभित्र चाहिँ तपाईँको एउटा कुनै कन्टेक्स्ट पाइथन जस्तो मान्नुहोस् पाइथन इन ओड WORD ओड पाइथन इन ओड होइन, पाइथन इन ओडै हो है। छ कि छैन त नि? यदि ट्रु भयो भने पाइथन त छ हामीसँग। यदि तपाईँहरूसँग यहाँ चाहिँ जाभा भनेर प्रिन्ट गरेर राख्नुभयो, जाभा त हामीसँग छैन नि त। जाभा छ त छैन नि है। छैन भने चाहिँ यो फल्स भनेर प्रिन्ट गर्छ कि। यो भनेको चाहिँ इन फङ्सन भनेर दिँदा नि हुन्छ, तर इन फङ्स छ कि छैन बुलियनकै केसमा आउँछ क्या, बुलियनकै केसमा आउँछ यो। तपाईँ त्यसरी गर्नुहुन्छ है। अब तपाईँको यदि अब तपाईँहरूले नर्मल कुराहरू के पनि बुझ्नुपर्ने हुन्छ भन्दाखेरिमा यो जस्तो ओड WORD ओड है, तपाईँहरूले के बुझ्नुहोस् भन्दाखेरिमा WORD ओड डट स्टार्ट विथ तपाईँहरूको केले स्टार्ट भएको छ कि भएको छैन भनेर भन्दाखेरिमा तपाईँले चाहिँ यसमा चाहिँ के भन्नुहुन्छ भन्दा WEL लोवर केस र अप्पर केसलाई एकदम यसले मान्छ है। यसलाई चाहिँ हाम्रै ब्राकेटभित्र राखिदिउँ है। ब्राकेटभित्र राखिसकेपछि तपाईँहरूले चाहिँ बुझ्नुहुनेछ। ट्रु तपाईँको यो ओड चाहिँ वेलकमबाट स्टार्ट भएको छ कि भएको छैन? स्टार्ट विथ स्टार्ट विथ वेलकमबाट स्टार्ट त भएको छ, तर तपाईँले यसैको केसमा मान्नुहोस् तपाईँलाई चाहिँ अब अर्को कुरा के भन्यो भन्दाखेरिमा प्रिन्ट WORD ओड डट स्टार्ट विथ पछि ब्राकेट राख्नुहोस्। ब्राकेटमा राखिदिनुहोस् टूबाट स्टार्ट भएको छ कि भएको छैन त नि? हाम्रो भएको छैन नि त, अभियसली पनि भएको छैन, त्यही भएर हाम्रो फल्स भनेर आयो। हो यो कुरा तपाईँहरूले बुझ्नुपर्ने हुन्छ है। स्टार्ट विथ यो तपाईँहरूले चाहिँ यो हरेक कुरा घोक्नुपर्छ भन्ने चाहिँ छैन, तर प्र्याक्टिस गरेर तपाईँको कन्सेप्ट चाहिँ क्लियर हुनुपर्छ। भोलि बिहान तपाईँहरूले कुनै AI टुल युज गरेरै पनि यस्ता गर्दाखेरिमा चाहिँ के रहेछ त नि भन्ने चाहिँ तपाईँहरूलाई झुक्किनु भएन कि। तपाईँले एआईले गरेको कोडमै पनि तपाईँले चेन्ज गर्न सक्दाखेरिमा बिचमा सानो कुराहरू सरल पुरैको पुरै तपाईँले ChatGPT-लाई दिएर यस्तो गर उस्तो गर भनेर भन्दाखेरिमा तपाईँलाई झ्याउ हुन्छ, पछि तपाईँहरू झन् डल हुनुहुन्छ। तपाईँले चाहिँ ठ्याक्क बिचको कुराहरू यस्तो भइरहेछ लोजिक बुझ्ने त्यससँग र आफूले गर्ने त्यो गर्नुभयो भने सजिलो हुन्छ है। र तपाईँको अब यो पनि सेम केसेस नै हो, स्टार्ट विथ र इन्ड विथ सर्चमै अब तपाईँले पत्ता लगाउनु पर्ने हामीले के पत्ता लगाइयो त नि सर्चमा। एउटा कुरा के पत्ता लगाइयो भन्दा फाइन्ड छ कि नै हाम्रो त्यसमा छ कि छैन त नि भनेर पत्ता लगाउनु पऱ्यो नि। त्यो G नम्बरको ऊ चाहिँ हाम्रो त्यसमा छ कि नै। काउन्ट गर्दाखेरिमा ए कतिचोटि छ त नि हाम्रो ए होइन, काउन्ट एम हामीले कतिचोटि छ भनेर सोधियो। जाभाकै कुरा गरियो, जाभा हाम्रो यसमा त छैन नि त। अनि अगाडि चाहिँ हामीले के गरेको थियो भन्दा पाइथनलाई सोधिदियो थियो, पाइथन थियो हामीसँग। पाइथन हुँदाखेरिमा चाहिँ यसले ट्रु दिन्छ। यदि छैन कुनै त्यो सोधेको नम्बर चाहिँ छैन भनेदेखि त्यसले चाहिँ फल्स दिन्छ। र अर्को केस के आउँछ भन्दाखेरिमा तपाईँको ओड स्टार्ट विथ वेलकम। ओड स्टार्ट विथ हाम्रो यो ओड चाहिँ तपाईँको स्टार्ट भएको छ कि छैन त वेलकमबाट? भएको छ भनिसकेपछि हाम्रो यसमा ट्रु दिन्छ। र यदि भएको थिएन नि त टूबाट स्टार्ट त भएको छैन, यो टू मात्रै होइन तपाईँको अर्को फर जे दिए पनि भएको छैन नि त त्यो नम्बर। त्यो भयो भने हाम्रो चाहिँ हुन्छ है। र अर्को केस आयो इन्ड विथ है। इन्ड विथ आइसकेपछि अब हामीले त्यही केसमा प्रिन्ट वर्ड डट इन्ड विथ अब हाम्रो यसमा के आउँछ भन्दाखेरिमा प्रोग्रामिङ भनेर दियौँ है। प्रोग्रामिङ भनेर प्रिन्ट गर्दाखेरिमा लास्टको हाम्रो त एन्ड त हाम्रो प्रोग्रामिङबाटै भएको छ, त्यही भएर यसलाई चाहिँ ट्रु दियो। तर
हामीले यसै केसमा हाम्रो स्टार्ट भएको नामलाई दियौँ WLCOME वेलकम भनेर दियौँ। भयो त भएन नि त हाम्रो यहाँ चेन्ज भयो नि त फल्स भनेर, यो तलको फल्स भनेर चेन्ज भयो नि त। र अब मलाई लाग्छ तपाईँहरूले चाहिँ यो के अरे इन्ड विथको कन्सेप्ट पनि मजाले बुझ्नुभयो है। र अब हामी के आछौँ कहाँ आछौँ भन्दाखेरि मोडिफिकेसन मेथडमा आछौँ है। मोडिफिकेसन मेथड भनेको कस्तो हो त नि, तपाईँले अब यहाँ मोडिफिकेसन मेथडको बारेमा बुझ्छौँ है। तपाईँहरूले कुनै चिजलाई चेन्ज गर्नु पऱ्यो नि त। अब हामीले स्टार्टको यो छैन भन्ने पत्ता लाग्यो, योबाट स्टार्ट भएको छ, योबाट स्टार्ट भएको छैन, त्यस्तै कुराहरू पत्ता लाग्यो। तर अब हामीले रिप्लेस गर्नुपर्ने हुन्छ। अब कुनै कुराहरूलाई कहाँ गएर चेन्ज गर्नुपर्ने कुराहरू हुन्छ, हो रिप्लेसको कुराहरू सुरुमा हेरौँ है। ल अब हामीले प्रिन्ट गर्नु पऱ्यो। प्रिन्ट गर्दाखेरिमा अब हामीले चाहिँ ओडलाई दिइन्छ है, ओड डट रिप्लेस गरौँ। अब यसैलाई रिप्लेस गर्नु पऱ्यो। केले रिप्लेस गर्ने त नि भन्दाखेरिमा केलाई रिप्लेस गर्ने, पहिला टुलाई रिप्लेस गरौँ। सानो चिजलाई मानौँ न, टुलाई केले रिप्लेस गर्ने भन्दा फरले रिप्लेस गर्ने। रिप्लेस भन्ने नि एउटा फङ्सन हो है। वेलकम फर पाइथन प्रोग्रामिङ भन्ने आयो नि त, हाम्रो टुको ठाउँमा के आयो, त्यो आयो, के अरे फर आयो। अब हामीले यसमा चाहिँ रिप्लेस फङ्सन भनेर REPLES रिप्लेस FUNCT रिप्लेस फङ्सन भनेर तपाईँको प्रिन्ट भयो है। यो गर्नुहोस्, तपाईँको तलको कोड देखिएन क्या। वेलकम फर पाइथन प्रोग्रामिङ, वेलकम फर भयो नि त होइन, रिप्लेस भयो नि ठ्याक्क। यो राखियो अनि त्यसपछि फर के रिप्लेस गर्नुपर्ने हो त्यो कुरा राखियो। त्यसपछि अब हाम्रो आउँछ स्पेसहरू हटाउनु पऱ्यो। जस्तो अब यही केसमा यो वेलकमकै केस छ र तपाईँहरूले चाहिँ यसलाई यसको केसमा प्रिन्ट WRD ओड डट स्ट्रिप भनेर राखिदिनुहोस्। स्ट्रिप फङ्सन हो एउटा। अब हेर्नुहोस् के हुन्छ भन्दाखेरिमा तपाईँको स्पेस घटायो कि, हो यस्तो केसमा चाहिँ तपाईँले के बुझ्नुपर्छ भन्दाखेरिमा चाहिँ जस्तो यसमा चाहिँ अब हाम्रो त धेरै छ नि त वेलकम टु पाइथन प्रोग्रामिङ, W एउटालाई मात्रै काम लाग्छ नि त। यसमा वेलकम टु पाइथन प्रोग्रामिङ रिप्लेस गर्यो र चाहिँ अब जस्तो हाम्रो मान्नुहोस् यहाँ एस भनेको फर्मुला छ, फर्मुला दियौँ, त्यसपछि यहाँ धेरैवटा स्टेप दियौँ। तर तपाईँले यसमा गएर चाहिँ एस भनेर राख्नुहोस्। एस भनेर राख्नुभयो भने हो यस्तो केसमा चाहिँ तपाईँको स्ट्रिमको काम हुन्छ, यसले स्पेस हटाइदिन्छ कि। स्पेस हटाएर तपाईँको यो पछाडिको जति पनि छ नि नर्मली अब स्ट्रिप राख्नु भएन र तपाईँले चाहिँ एस मात्रै फङ्सन राख्नुभयो भने तपाईँको यहाँ अलिक फरक छैन। है के भयो भन्नुहुन्छ नि, अहिले त तपाईँको त्यस्तो खासै प्रब्लम हुँदैन होइन। तर तपाईँलाई चाहिँ यो प्रब्लम कति फिल हुन्छ भन्दा पछि तपाईँले सल्भ गर्दाखेरिमा चाहिँ तपाईँले यो यसको मेन कुरा के हो भनेर थाहा पाउनुहुन्छ क्या। स्ट्रिपको कुरा, लेफ्टबाट राइटबाट स्पेसहरू हटाउने कामहरू कम्प्युटरले चाहिँ त्यसरी बुझ्छ है। र अर्को आउँछ मेसी डट एस डट स्ट्रिपको कुराहरू आयो, स्पेस हटाउँछ। यल डट स्ट्रिपको कुराहरू आयो, यो भनेको लेफ्ट साइडको हटाउँछ। अनि आर स्ट्रिपको कुराहरू आयो, यो भनेको चाहिँ राइट साइडबाट हटाउँछ कि, त्यो कुराहरू आयो है। र अब यो लेफ्ट र राइटको कुराहरू बुझ्नुभयो नि, यसमा कन्फ्युजन छ भने पनि सोध्न सक्नुहुन्छ। फर्मुला हो नर्मल, त्यस्तो खासै इम्पोर्टेन्ट चाहिँ छैन यो जस्ट स्पेस घटाउँछ, स्पेस उ गर्छ भनेर मात्रै बुझ्नु होला। अनि लेफ्ट अब यसैमा पनि हामीले चाहिँ प्रिन्ट एस डट आर स्प्लिट के, आर स्प्लिट गर्नुभयो भने आर स्प्लिट पनि तपाईँको फङ्सन हो नि त हो। एस डट आर स्प्लिट गर्नुभयो भने तपाईँको यो स्पेस घट्यो कि, कोलमभित्रै आयो है। अब आउँछ यो खास मेन युज हुने भनेको तपाईँको लिस्टमा हो। लिस्टको कुराहरूमा तपाईँहरूलाई बढी युज हुन्छ कि। अहिले चाहिँ खासै त्यस्तो फङ्सन सनेबल मानिँदैन, फिलै हुँदैन यो। सुमन
सुनिल सुदेव हो तपाईँको चाहिँ नि हो यो बेलामा चाहिँ तपाईँलाई अलि बढी फिल हुन्छ किन भयो यो र होइन तपाईँको हो यसमा स्पेस जति राखे पनि हुन्छ तपाईँको खास स्पेस चेन्ज गर्ने भनेको तपाईँको यसमा गएर चेन्ज हुन्छ कि डट स्पिड यस डट आर स्पिड भनेर तपाईँको चाहिँ लिस्टमा छैन तपाईँको यत्तिकै नर्मल्ली राख्न पऱ्यो भने त्यो हुन्छ अब हामी केमा जान्छौँ भन्दाखेरिमा चाहिँ तपाईँको स्प्लिट र जोइनको कुराहरू कन्टेक्स्टमा हामी जान्छौँ स्प्लिट र जोइनको कुराहरू स्प्लिट एन्ड जोइनको कुराहरू हेर्छौँ है तपाईँले स्प्लिट भनेको चाहिँ तपाईँको त्यो स्पेस छ भने घटाउनु अनि जोइन भनेको जोडाउनु त्यो कुराहरू आउँछ है अब तपाईँहरूलाई अब मैले यही कुराहरू नै लएर तपाईँलाई अब यो टाइप गर्नुभन्दा मैले चाहिँ तपाईँलाई यति डाटा चाहिँ राखेँ है वर्ड स्प्लिट केले गर्छ भन्दाखेरिमा तपाईँको यो कमाले गरे नि त र अर्को कुरा भनेको यो हो के भयो तपाईँको स्प्लिटको कुरा आयो होइन स्प्लिटको कुरा आइसकेपछि हाम्रो यहाँ जोइनको कुरा नि आउँछ यससँगसँगै जोइनको कुरा आउँछ अनि तपाईँहरूलाई म यसको बारेमा भन्नेछु अनि है तपाईँलाई म रन गरेरदेखि लिएर हरेक कुरा भन्ने छु यसको के हो त नि भन्ने कुराहरू तपाईँले अहिले बुझ्नुहुनेछ ल यति कुरा राखौँ होइन अब के भइरहेको रहेछ त नि भन्दाखेरिमा डब्लुओआरडी ओड भनेको है ओड भनेर भनिसकेपछि डब्लुओआरडी ओड भनेर राखिसकेपछि अब यहाँ के आउँछ भन्दा ओभरअल्ली यो भनेको राम सीता सबैलाई एउटै भित्र छ नि त यो हाम्रो एउटा कुरा के छ भन्दा एउटै स्ट्रिङभित्र छ क्या यो त्यो पनि बुझ्नुपर्ने कुरा छ है यसमा तपाईँको लक्ष्मण नै दिउँ न राम्रो राम्रो गाइसकेपछि होइन भरत दिउँ ओहो यसलाई चाहिँ अब स्प्लिट गर डट स्प्लिट गर केले स्प्लिट गर भन्दाखेरिमा कमाले स्प्लिट गर छोड्दे यो चाहिँ स्ट्रिङ राख्नुपर्छ है स्ट्रिङ राख्नु के भयो हो कमाले स्प्लिट गर्छ है यो त्यो गर्ने बित्तिकै तपाईँको के आउँछ एउटा लिस्टभित्र आउँछ यसैलाई तपाईँले प्रिन्ट गर्दै गर्दै हेर्नुहोस् न डब्लुआरडी के चेन्ज भएछ त हाम्रो यहाँ होइन तपाईँको यो हामीले यहाँ के दिएका थियौँ भन्दाखेरिमा राम पछाडि डाइरेक्ट यसमा गर्थ्यौँ होइन यो इन्डिभिजुअललाई हेर्छ कि यसले इन्डिभिजुअललाई चाहिँ राम सीता हरि गीतालाई चाहिँ हाम्रो ब्राकेटभित्र चाहिँ दिए भनेर भनिदियो क्या हामीले यो ओभरअल्ली हाम्रो स्ट्रिङमा दिनु पऱ्यो नै त्यहाँ गलत हुन्छ होइन तर हाम्रो चाहिँ यो बिचबिचमा कहिले काहीँ दिएन नि त अब अहिले थोरैमा त दिइन्छ केही प्रब्लम भएन तपाईँको चाहिँ ठुलो जब एमाउन्ट अफ डाटा आउँछ ठुलो एमाउन्ट अफ टेस्ट जब आउँछ हो त्यतिखेर चाहिँ हाम्रो बिचमा के थियो के थिएन अब कहिले काहीँ झुक्किनुहुन्छ तपाईँहरू मैले बिचमा त्यो ब्राकेट राखेँ कि राखिनँ भन्ने भयो डट स्प्लिट भनेर दिनुभयो भनेदेखि त्यसले चाहिँ तपाईँको ओभरअल्ली स्ट्रिङलाई चाहिँ एउटा त्यसरी नै स्प्लिट गरिदिने काम गर्छ है त ल अब हामी जान्छौँ स्प्लिटको कुरा भयो अब हामीले जोइनको कुराहरू पनि बुझ्छौँ जोइनको कुराहरू तपाईँहरूले बुझ्नको लागि जोइन जिओआइएनइडी जोइन भनेर भने जोइन भनिसकेपछि अब हामीले केले जोइन गर्ने त नि कुरा त आउँछ होइन डट जिओआइएनइडी जोइन केलाई जोइन गर्ने भन्दा डब्लुआरडी वर्डलाई है हामीले वर्डलाई जोइन गरिन्छ केले जोइन गरिन्छ डट जोइन त्यसपछि यो भनेको हामीले राखिन्छ यहाँ
यसले के काम गर्छ भन्दाखेरिमा छुट्टी जस्तो अब हाम्रो राम पछाडि त्यो कमा थियो नि, कमालाई चाहिँ हाल्ने भयो क्या अब यसले। प्रिन्ट जोइन जिओआइएनडी जोइन भन्यो। अब हाम्रो हेर्नुहोस् यो धेरै जसो के कस्तो केसमा युज हुन्छ भन्दाखेरिमा तपाईँको डेटहरूको कुरामा यस्तै कुराहरूमा हामीले जोइनको राखिन्छ। यो दुइटाहरू सुन्दाखेरिमा त खासै फरक जस्तो लाग्दैन नि त। नर्मल्ली अब हाम्रो त्यो लिस्टको भित्र आउँथ्यो, यो चाहिँ नर्मल्ली हाम्रो राम सीता लक्ष्मण भरत भनेर हामीले चाहिँ त्यसले स्प्लिट गर्ने, त्यो एउटा स्प्लिट भयो, यो जोइन भयो। यो नम्बरले हाम्रो जोइन गर्ने काम गर्छ है। तपाईँहरूले अझै क्लियरली चाहिँ तपाईँले कामहरू गर्दै गएपछि नै तपाईँले बुझ्नुहुनेछ। जस्तो अब हाम्रो यो लाइनकै कुरा आयो होइन, जस्तो लाइनको कुराहरू आयो। लाइन भनिसकेपछि यहाँ चाहिँ के छ, लाइन 1 लाइन 2 लाइन 3 लाइन 4कै कुरा छ होइन। जस्तो अब हामीले यसमै प्रिन्ट लाइन्स भनेर ELINES लाइन्स भनेर तपाईँले जब प्रिन्ट गर्नुहुनेछ, प्रिन्ट गरिसकेपछि लाइन 1 कमा लाइन 2 कमा लाइन 3 हो सिस्टमेटिक भएर आयो कि स्प्लिट लाइन लाइन 1 लाइन 2 लाइन 3 त्यसरी आयो है। अब हाम्रो चाहिँ के आउँछ भन्दाखेरिमा चेक मेथड भनेर आउँछ है। अब हामीले चाहिँ यसमा के गरिन्छ भन्दाखेरिमा CHEC चेक मेथड भनेर गरिन्छ। यो चेक मेथडले चाहिँ ट्रु छ कि छैन, जस्तो कुनै पनि माथिसँग सोलकार नराखिकन प्रिन्ट गर्नुहोस् 1 1 2 3 इच डिजिट इच कमा डिजिट कमा इच ड्यास डिजिट फंक्सन राखिदिन्छु। सरी हाम्रो यो कुनै पनि चिज चेक गर्दाखेरिमा तपाईको स्ट्रिङ डट हो डिजिट हो कि नै त नि यो माइनस डट एज डिजिट नै हो। यो डिजिट हो कि नै। अब नर्मली अब हामीले चाहिँ अरू कुरा के चाहिँ गरिन्छ त यो इन्टिजर हो कि नै भनेर चेक गरिन्छ। 1 2 3 3 डट इज इन्टिजर INT इन्टिजर हो कि नै। यस्तो केसमा चाहिँ इन्टिजरै भनेर राख्नुपर्छ है। तपाईँ यो किन सल्भ भएन भन्नुहुन्छ भने स्ट्रिङ भित्र हो नि त। तपाईँको यो यसलाई हेरौँला है त पछि देखाइरहेको छ म बोर्डलाई। र डिजिट हो कि नै भनेर पत्ता लाग्यो नि त हामीले। अब जस्तो हामीले प्रिन्ट कुनै पनि ठुलो डाटा सेट छ, डाटा सेटमा चाहिँ 1 2 3 छ, 1 2 3 नै नगरौँ न 3 4 5 छ 5 डट इज नम्बर हो कि नै, नम्बर हो कि नै त नि। यो डिजिट भयो, नम्बर हो कि नै ट्रु हो। जस्तो हामीसँग धेरै कुराहरू हुन्छ, प्रिन्टको कुरा आयो, त्यसपछि चाहिँ आउँछ 2 3 4 डट इज अल्फाको कुरा नि आउँछ। यो अल्फाबेट नम्बर हो कि नै त होइन नि त, हामीसँग यो अल्फाबेट नम्बर त होइन। अब यसले चाहिँ फल्स प्रिन्ट गर्नुपर्छ है, फल्स प्रिन्ट गर्यो। जस्तो अब यसैको केसमा चाहिँ हाम्रो 2 3 4 को ठाउँमा हामीले चाहिँ सुदिन भनेर प्रिन्ट गरेर इज अल्फा यो त हो नि त, ट्रु भयो। अल्फाबेट नम्बर चेक गरेको नम्बर भ्यालु चेक गरेको ल हामी अल्फासम्म आयौँ होइन। अल्फा पछाडि आयो एज एल्युमिनियम नम्बर हो कि नै। यो चाहिँ मिक्सवाला जब आउँछ नि अल्फाबेट नम्बर, यो जब त्यो केस आयो भने अब जस्तो हाम्रो प्रिन्ट छ त्यसपछि
शुभ दिन 1 2 3 छ तपाईँले केसीमा राख्नुभयो भने डट इज अल डट नम्बर आयो हो यो भनेर आयो भने तपाईँहरूले चाहिँ यो भनेको ट्रु भयो मिक्स छ नि त तपाईँले अब यत्तिकै मिक्स गर्नु भएन भने तपाईँको के हुन्छ भन्दामा ट्रु नै हुन्छ है र द्याट इज अब स्पेस छ कि नै त नि प्रिन्ट गर्नुहुन्छ बिचमा स्पेस दिनुहुन्छ अनि त्यसपछि डट इज स्पेस स्पेस भनेर आयो भन्ने बित्तिकै तपाईँको स्पेस छ नि त यहाँ अब तपाईँले यहाँ स्पेस दिनुहुन्थेन भने तपाईँले स्पेस दिनुहुन्थेन भने फेरि यसमा स्पेस गरेर आउँथ्यो मैले यसलाई चाहिँ स्पेस दिएँ अहिलेलाई होइन ट्रु भनेर आयो अघि चाहिँ यहाँ फल्स भनेर आएको थियो नि त तपाईँले कति ख्याल गर्नुभयो होइन यहाँ चाहिँ अब तपाईँको फल्स भनेर आयो कि फल्स भनेर आयो नि त फल्स भनेर आयो र स्पेस दिने बित्तिकै चाहिँ तपाईँको स्पेस भनेर आउँछ ट्रु भनेर आयो है ट्रु है मैले चाहिँ धेरै चाहिँ फेसबुकमै लेखिदिन्छु त्यो फेसबुक ल्याङ्ग्वेजमै लेख्छु सजिलो नि हुन्छ नि त तपाईँहरूलाई त्यही भएर नि है र अब कुरा कहाँ आउँछ भन्दाखेरि यहाँसम्म हामीले गरियो केही कुरा नबुझेको छ भने कमेन्टमा गर्न सक्नुहुन्छ है अब हामी आउँछौँ एप स्ट्रिङको कुरा आउँछौँ अब एप स्ट्रिङको कुराहरू आउँदाखेरिमा अब हामीले ल मानौँ है नेम भनेको हामीसँग के छ भन्दा रामबहादुर छ है राम पियाचे रामबहादुर छ यो यसको एज कति भयो होला 25 वर्ष भयो होला है एज 25 वर्ष भयो र अरू कुरा के छ भन्दा मार्क्स के छ मार्क्स कति ल्याएको त नि ल मान्नुहोस् तपाईँ ट्यालेन्टेड थियो है एकदम ट्यालेन्ट थियो उहाँले सिटी कहाँ बस्छ त नि यो सिटी कहीँ न कहीँ बस्छ होला पोखरामा बस्छ पोखरालाई जहिले पनि हामीले पोखराभित्र राख्नु पऱ्यो है पोखराभित्र राखियो अब हाम्रो प्रिन्ट गरिन्छ प्रिन्ट गर्दाखेरिमा तपाईँहरूले चाहिँ अब मैले के को लागि खास यो गराउँदैछु भन्दा एप स्ट्रिङको लागि हिज नेम इज अब हामीले यो दियौँ नेम के रहेछ नेम दियौँ एन्ड हिज एज हिज मार्क and city is city so mark marks comma city हो हामीले यसरी दिइसकेपछि तपाईँले कतिको बुझ्नुभयो यो नेम जुन छ नेम जुन माथिबाट आएको छ यो एफ स्ट्रिङ फर्मेटेड स्ट्रिङले के काम गर्यो भन्दाखेरिमा चाहिँ हिज नेम इज भनेर दियौँ हिज नेम इज नेम मात्र दिने बित्तिकै यो माथिको नाम तल आयो नेम आयो एन्ड हिज एज भनेर माथिको दियौँ यो 25 आयो एन्ड हिज मार्क्स एन्ड सिटी इज 85 सिटी यो माथिको ठाउँको ठ्याक्क जे छ त्यो आइपुग्यो है त र अर्को कुरा आउँछ त्यहाँसम्मको मैले यहाँसम्म तपाईँहरूलाई बुझाइसकेँ यो त्यही सेम कुरा हो तपाईँले चाहिँ अब यो नम्बर फर्मेटिङको कुराहरू बुझ्नुपर्ने हुन्छ है जस्तो तपाईँले मार्क्सकै कुरालाई लिगौँ न जस्तो प्रिन्ट गर्नुहुन्छ एफ गर्नुहुन्छ स्ट्रिङ गर्नुहुन्छ र हजुरलाई चाहिँ यहाँ मेन कुरा भनेको मार्क एमएआरकेएस मार्क गर्नुहुन्छ क्यापिटल मार्क गर्नुहुन्छ मार्क गरिसकेपछि तपाईँहरूले चाहिँ अब यसमा गर्नुहुन्छ एमएआरकेएस मार्क गर्नुहुन्छ डट 2F गर्नुहुन्छ कि तपाईँले भित्रै है डट 2F गर्नु 2 क्यापिटल एफ गर्नु किन गर्नु हो सरी हो यस पछाडि चाहिँ डट 2F गर्नुहुन्छ किन भएन मार्क भयो मार्क पछाडि चाहिँ
तपाईँले कुरा त्यो त होइन मार्क्स कहिलेकाहीँ यस्तै कुराहरू सानो कुरामा झुक्किन्छ कि ल 2F त्यो रेड यति दिएको रहेछ तपाईँको डट मार्क्स चाहिँ तपाईँको हामीसँग कति छ 56 5666667 छ नि त यो लास्टको नम्बरलाई चाहिँ तपाईँको राउन्ड अफ गरिदियो 57 गरिदियो 2F गरिएको थियो नि त हामीले अब जस्तो 2 मात्रै चाहियो 1F गरियो भने त तपाईँको नम्बर एउटा मात्रै आउँछ जस्तो 0.5 पछाडि 5 भन्दा माथि धेरै छ नि त त्यही भएर राउन्ड अफ भयो अहिले हामी राउन्ड अफको कुरा पनि पढ्नेछौँ है तपाईँलाई सानोदेखि सानो कन्सेप्टहरू मैले तपाईँलाई क्लियर गराउने छु है 1F को कुरा आयो अब हामीले यहाँ 3F पनि गर्न सक्छौँ 3F गर्ने बित्तिकै तपाईँको 3 नम्बरसम्म डेसिमल 567 आयो त्यो त्यसै डेसिमल आउँछ है तपाईँले को नम्बर मलाई खासै उ धेरै चाहिएन पछाडि डेसिमलै चाहिएन भने 0 पनि राख्न सक्नुहुन्छ तपाईँले 0 राख्नुभयो भने नर्मली 85 भन्दा 0.5 उ छ त्यो राउन्ड अफ गरेर तपाईँको चाहिँ 86 भन्दा आउँछ है यत्तिकै फर्मेटेड स्ट्रिङमा यो कुरा भयो र अर्को कुरा आउँछ भनेको जिरो प्याडिङ जस्तो यो एप स्कोरै भने प्रिन्ट भने त्यसपछि तपाईँको एपको कुराहरू आयो एमएआरकेएस मार्क्स भनेर आयो होइन मार्क्स भनेर आइसकेपछि तपाईँको चाहिँ यसमा त आउँछ मार्क्स भनेर आउँछ होइन डट 0.8.2F भनेर आयो मान्नुहोस् है 2F भनेर आयो भने तपाईँको चाहिँ किन है 0.8.2 हो यो भने चाहिँ उल्टिन्छ क्या खासमा 2 यो अगाडिको 0.8 भयो नि त हो 0.8 भन्दा अगाडि चाहिँ 0.8 भन्दा अगाडि दुईटा 2F भने यो 0 थपिँदै जान्छ है त्यसरी चाहिँ त्यो कन्सेप्ट है त तपाईँले यहाँसम्म नि यो नि बुझ्नुभयो होला होइन यो ल अब चाहिँ हामीले के बुझ्छौँ भन्दा एक्सप्रेसन इनसाइड एफ स्ट्रिङ पनि छ है इनसाइड एफ स्ट्रिङ पनि छ तपाईँले चाहिँ एक्सप्रेसन इनसाइड एफ स्ट्रिङ इनसाइड एफ स्ट्रिङ गरौँ है तपाईँले अब यसमा चाहिँ के हुन्छ भन्नुहुन्छ भने हो यो कुरा प्राइजको कुरा र यसकै कुराहरू लिगौँ न मैले नि हेर्दैछु यो सबै कुराहरू तपाईँलाई याद राखिराख्नुपर्छ भन्ने चाहिँ हुँदैन तर तपाईँहरूलाई कन्सेप्ट चाहिँ क्लियर हुनु 0.13 भयो नि त होइन अब हाम्रो केस के आयो भन्नुहुन्छ भने यसलाई लिएँ है त मैले यहाँ राखेको थिएँ के भयो जस्तो भाइ तपाईँले एउटा कुरो के बुझ्नुहोस् भन्दाखेरिमा ल यसलाई नि राखेर हेरौँ न प्रिन्ट गरियो प्रिन्ट गरिसकेपछि चाहिँ तपाईँको एप स्ट्रिङ आयो एप स्ट्रिङ आउने बित्तिकै तपाईँले यहाँभित्र चाहिँ एउटा जस्तो दिनुभयो टोटल दिनुभयो कि टोटल दिनुभयो टोटल दिइसकेपछि रुपिस दिनुभयो रुपिस डट अब अहिलेसम्म हाम्रो एप स्ट्रिङभित्र हामी प्रवेश भएकै छैनौँ अब हामी प्रवेश गऱ्यौँ हामीसँग माथिको के छ प्राइज छ प्राइज हो यो प्राइज छ नि त यो प्राइजलाई लेख्यौँ प्राइजलाई लेख्ने बित्तिकै हामी भित्रै छौँ भित्रै चाहिँ हामीले चाहिँ मल्टिप्लाई गर्छौँ प्राइजलाई मल्टिप्लाई गर्छौँ केले मल्टिप्लाई गर्छौँ भन्दामा 1 प्लस हाम्रो यो ट्याक्स गऱ्यौँ 1 प्लस ट्याक्स गऱ्यौँ ओरिजिनल उसमा आयो किन आयो भन्नुहुन्छ भने डट
2f गऱ्यौँ कि अब हामीले हो। अब हाम्रो एन्सर चाहिँ के आउँछ त नि, एन्सर हाम्रो हेरौँ 565 आयो नि त। एन्सर हाम्रो के आउँदो रहेछ भन्दाखेरिमा 565 आयो। र हामीले यो भित्रको यो जुन 0.13 छ नि इन्टिजर र फ्लोटमा छ नि त। यदि अरू कुनै भेरिएबल हुन्थ्यो भने चाहिँ त्यो प्लस हुन्थेन, प्लस भयो भने कन्क्याट भएर आउँथ्यो कि। तपाईँले चाहिँ अब दुइटा यत्तिकै राख्यो, अब सेम उसमा छ नि त प्राइज भनेको टोटल नम्बर त्यसरी आएको छ, माथिबाट आएको छ। र एउटा कुरा चाहिँ के हुन्छ भन्दाखेरि अब जस्तो हामीले एज भनेको को अब नर्मल्ली यत्तिकै राख्न पर्थ्यो नि, फर्मेटेड स्ट्रिङ नलाइकन राखिन्थ्यो भने त्यो भनेको सबै भ्यालुहरू स्ट्रिङमा हुनु पर्थ्यो कि त इन्टिजरमा हुनु पर्थ्यो, तब बल्ल प्रिन्ट हुन्थ्यो। तर यस्तो केसमा चाहिँ तपाईँको माथि जुन छ त्यो अटो हुन्छ फेरि। जस्तो माथिबाट तपाईँले एज ल्याउनु भयो, अहिले हामीले यहाँ माथि एज ल्यायो नि त, हो एज ल्याउनु पनि अब एज त हाम्रो इन्टिजरमा थियो, यताको सबै हाम्रो त स्ट्रिङमा छ, त्यही पनि तपाईँको प्रिन्ट हुन्छ। यो फाइदा चाहिँ तपाईँको फर्मेटेड स्ट्रिङको छ है, फर्मेटेड स्ट्रिङ। अब केस यो हामीले बुझियो। अब हामीले बुझ्नुपर्ने केस भनेको चाहिँ तपाईँको प्याडिङ र एलाइनमेन्टको कुराहरू बुझ्छौँ। प्याडिङ र एलाइनमेन्टको कुराहरू पनि अब हामीले यसमा पनि बुझ्छौँ है। यसलाई पनि म सल्लक्क कपी नै गर्छु, तपाईँहरूलाई मैले बुझाउँछु पनि एक एक गरेर। मैले यसमा प्याडिङ एन्ड